टिकापुर अस्पताल भित्रै ग्याङ फाइट। सीसीटीभीमा कैद भयो अस्पताल भित्रको यस्तो दृश्य। फिजियोथेरापिस्ट अनिल तिवारीले ल्याब टेक्निसियन उमेश बजगाईमाथि यसरी गरे हातपात। कैलालीको टिकापुर अस्पतालका फिजियोथेरापिस्ट अनिल तिवारीले ल्याब टेक्निसियन निरीक्षक उमेश बजगाईमाथि हातपात गरेको दृश्य सार्वजनिक भएको छ। सार्वजनिक भएको सीसीटीभी फुटेजमा ल्याब टेक्निसियन उमेश बजगाई ढोका नजिकै उभिरहेका देखिन्छन्। सोही क्रममा केही परबाट आएका फिजियोथेरापिस्ट अनिल तिवारीले एकाएक बजगाईमाथि हातपात र कुटपिट गरेको दृश्य फुटेजमा स्पष्ट देख्न सकिन्छ। यो घटना बाहिरिएसँगै अस्पतालभित्रको आन्तरिक विवाद र बेथिति पनि सतहमा आएको छ। यस घटनालाई लिएर दुवै पक्षले आफ्ना तर्क अघि सारेका छन्। अस्पताल जस्तो सेवामूलक र शान्त हुनुपर्ने ठाउँमा कर्मचारीहरू नै यसरी भौतिक रूपमा प्रस्तुत हुनु आफैमा दुर्भाग्यपूर्ण विषय हो। यो घटना बाहिरिएसँगै अस्पतालभित्रको आन्तरिक विवाद र बेथिति पनि सतहमा आएको छ। यस घटनालाई लिएर दुवै पक्षले आफ्ना तर्कहरू अघि सारेका छन्। ल्याब टेक्निसियन बजगाईले आफूमाथि बिना कुनै कारण र गल्ती एकाएक आक्रमण भएको दाबी गरेका छन्। मलाई त त्यति केही उही भएन कि एकैछिनमा त्यो कुरा मैले सुने अनुसारको के हो भने त्यो कार्य उहाँ बालाजी सर्जिकलबाट 2 लाखको सामान आयो अनि 40 लाख भुक्तानी भयो अरे। अब त्यो त स्टोरको मान्छेलाई सोधे थाहा होला कति सामान आएको थियो अनि लेखाले कसरी दियो, उसको त्यही अनुसारको बिल भरपाई छ कि छैन त्यसले दियो होला। तिनलाई थाहा हुने कुरो हो नि त, मलाई त थाहा भएन। मैले त गएर ल्याएर टेस्ट मार त गरिदिने हो भनेपछि त्यही कुरामा अनि के गरेर ल अडिटले यस्तो गर्यो उस्तो गर्यो प्रमाण छैन। तपाईँ प्रमाण ल्याउनुहुन्छ र हल्ला त्यसै नफिजाउन, प्रमाण ल्याउनुहोस् म कारवाही गर्छु। प्रमाण मैले ल्याउने हो, तपाईँले खोजनीति गर्नु पर्यो भन्ने कुरा गरे हो। त्यसपछि चाहिँ अब त्यो भनाको कुरा भयो। त्यसपछि उसलाई चाहिँ बाहिर गयो, बाहिर आउनेदेखि हानिहाल्यो त। चोट त अब यो कानको उसमा हान्यो यतापट्टि, अब हातै ठुलो छ उसको। त्यो 2-3 घण्टासम्म पुरा आवाज आयो। घटना हुँदा को थिए त त्यहाँ अस्पतालको? अस्पताल व्यवस्थापन समितिका मान्छे पनि थिए, कर्मचारी पनि हाम्रा थिए, 6-7 जना नै थिए। यता कुटपिटमा संलग्न फिजियोथेरापिस्ट डाक्टर अनिल तिवारीले आफूले आवेशमा आएर हात छोडेको कुरा स्वीकार गरेका छन्। तिवारीका अनुसार अस्पतालभित्रको बेथिति र गलत कार्य विरुद्ध आवाज उठाउँदा आफूमाथि अभद्र व्यवहार गरेपछि सहन नसकेर यो स्थिति सिर्जना भएको बताएका छन्। साथै गरौँ भनेर भएको चाहिँ होइन। अब हाकिम साहबसँग समसामयिक विषयमा अलिकता कुरा गर्दै थिएँ। अब जस्तै यहाँ युरिन एनालाइजरको जाँच गर्ने हामी बिरामीसँग 25 रुपियाँ लिन्छौँ, खरिद हामीले 180-250 मा गर्छौँ। त्यो चाहिँ अलिक नोक्सान भइरहेको छ संस्थालाई। महिनाको 5-6 लाख रुपियाँ सुनेको हो, यथार्थ के हो अझ बुझ्नुहोस्। अरू मेसिनहरूको पनि त्यो त्यस्तै ल्याबको गुनासोहरू थियो। त्यो गुनासो गर्ने क्रममा हाकिम साहबले उहाँले बोलाउनु भयो। उहाँ आउने बित्तिकै तल ल्याबको होइनस्, तैँले किन बोल्छस् भनेर गाली गलोज गर्नुभयो। हाकिम साहबले पनि गाली गलोज गर्नुभयो। म आफूले पनि निवेदन अध्यक्षजीलाई दिएको थियो हिजो, हाकिम साहबको नाममा र उमेशजीको नाममा। 2 जनाले मलाई अभद्र व्यवहार गर्यो भनेर म अब अस्पतालको विषय अस्पतालमै सल्टाउँ भनेर गर्दाखेरिको प्रतिक्रियामा मैले चाहिँ झापड लगाएको हो। त्यो नगर्नु पर्ने थियो, तर उहाँहरूले गाली गलतको सुरुवात गरेको मलाई होते डाक्टर रेमले पनि गर्यो, त्यो उमेश बजगाईजीले पनि गर्यो। 2 जनाले तपाईलाई पहिला गाली गर्नु? पाखा मामपाखा रानीका छोरा वाटेभर त्यो बोल्नै नमिल्ने गालीहरू गर्नुभएको छ। तर कार्यालय प्रमुखले नै अभद्र व्यवहार चाहिँ गर्न मिल्ने, मेरो चाहिँ प्रतिक्रिया पनि आउन नहुने भने त म पनि ह्युमन हो, मान्छे हो। खुल्लमा हातपातमै देखियो घटना चाहिँ हेर्दा तपाईले हानेको देखिन्छ होइन? के अब त्यो बोली त सिसी क्यामेरामा बोली त आउँदैन नि त। उहाँहरूले अभद्र गर्नुभयो, तँलाई म देखाइदिन्छु, इभेन त मारिदिन्छु भन्नेसम्म बोल्नु भएको छ उमेशजीले। तपाईँको नाममा त उजुरी गएको छ नि त प्रशासनमा? उहाँले उजुरी गर्नु भएको छ, ठिकै छ। अब कानुनले जे भन्ला त्यो गरौँला, त्यो केही भएन। त्यो मेरो गल्ती, हात उठाएकै हो, मान्छे मार्नेको लागि मैले गएको होइन। आपसी सहमतिमै तपाईँहरूको छलफल हुनुपर्ने अस्पताल जस्तो यस्तो चिजमा डाक्टर साहब किन खास यस्तो उत्तेजनाको स्थिति आयो? त्यो छलफलको लागि मैले त हाम्रो अध्यक्षजीले भनेको थिएँ। अब उहाँहरूले अध्यक्षजीले पनि भन्नुभएको थिएन। अध्यक्षजीले अब निवेदनै दिएको छु मैले उहाँलाई। उहाँले म कुरा गर्छु भन्नुभएको थियो। अहिलेसम्म केही अपडेट उताबाट पनि आएको छैन। होइन, पेसाबको जो जाँच गर्छौँ 25 रुपियाँ बिरामीसँग लिन्छौँ, तर त्यसको जाँच गर्ने सामग्री रिएजेन्ट हामीले 240 मा 250 मा 180 मा खरिद गर्छौँ।
यो त अनियमिततामा पर्यो नि त। घटनाको यथार्थ विवरण पत्ता लगाउन र दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउन पीडित पक्षले सीसीटीभी फुटेज सहित इलाका प्रहरी कार्यालय टिकापुरमा लिखित निवेदन दर्ता गराइसकेका छन्। अस्पताल प्रशासनभित्र लामो समयदेखि के कस्तो आन्तरिक खिचातानी चलिरहेको थियो, विषयवस्तुको गम्भीरता के थियो र विवाद कुन बिन्दुमा पुगेर विस्फोट भयो भन्ने कुरा अब प्रहरी अनुसन्धानकै पाटो बनेको छ। विवाद जे होस्, चित्त बुझाइ नभए पनि कानुन हातमा लिएर कार्यथलोमै सहकर्मीमाथि भौतिक आक्रमणमा उत्रिनु व्यावसायिक मर्यादा विपरीत र दण्डनीय कार्य हो। असहमतिहरूलाई प्रशासनिक र कानुनी दायराबाटै सुल्झाउनु पर्नेमा हिंसाको बाटो रोक्नुले घटनालाई थप जटिल बनाएको छ। प्रहरी र अस्पताल प्रशासनले कुनै पनि पक्षपात नगरी यो घटनाको गम्भीरतापूर्वक र निष्पक्ष छानबिन गरोस्।